जीवन ती चीजहरू वरिपरि केन्द्रित हुन्छ जसमा हामी सबै बाधाहरू विरुद्ध हाम्रा प्रयासहरू लगानी गर्न जारी राख्छौं। अलेक्जेन्डर मोखोविको। स्टोभमा आलु फ्राई गरिरहँदा मैले मेरी छोरीलाई बोलाएँ, झ्यालको छेउमा नजाऊ, बाहिर गोली चलिरहेको छ। मेरो वास्तविक स्वरले मलाई अचम्मित बनायो। डोनेस्क एकपटक लाखौं मानिसहरूको घर अब खाली भयो। गोली चलेको आवाज र ट्राफिक बन्द हुँदा मौनता छायो। शङ्काले थाकेर मैले श्रीमानलाई सोधे, हामी पनि दौडौँ कि बस्ने? हाम्रो संसार नाजुक र अविश्वसनीय थियो। हाम्रो जीवनको आवरण चकनाचुर भयो। त्यसैले हामीले टिकटहरू किन्यौं र 2014 को मेमा डोनेस्कबाट भाग्यौं। म कसरी 4 झोलामा पुरै जीवन प्याक गर्न सक्छु? के हामी कहिले फर्कनेछौँ? मलाई अचम्म लाग्यो। हामी फिर्ता आउँदैछौँ भनेर सहमति गरौँ, मैले सुझाव दिए। हामी छुट्टीमा जाँदैछौँ जस्तो गरेर प्याक गर्न सक्छौँ। यस कुराले मद्दत गर्यो, तर वर्षौंपछि साँझमा फर्केर हेर्ने फोटो एल्बम झोलामा राख्न चाहन्थे। तर त्यो दिन मैले छोडिदिएँ। यो भारी थियो। र हामी फर्किँदै थियौं। स्टेशन स्क्वायर पार गरेर रेलमा चढ्दा हामी आतंकले काँप्यौं। डर हावामा फैलियो र हाम्रो सास रोकियो। शहर बाहिर पुगेपछि मात्रै हामीले स्वतन्त्र रूपमा सास फेर्यौं। हाम्रा साथीहरूले हामीलाई उनीहरूको परिवारका 3 पुस्तासहितको ठूलो घरमा स्वागत गरे। हाम्रा प्यारा होस्ट साथीहरू, तिनीहरूको सुरक्षाको भावना र फूल फुलिरहेको बगैँचा देखेर मलाई अचम्म लाग्यो। मलाई यो वास्तविक नभएको जस्तो लाग्यो र म मेरो तकियामा रोइरहेँ। यसले हाम्रो जीवन खुल्यो। हाम्रा छोरीहरूले सोधे, स्कुल फर्कने बेला भएन, साथीहरूलाई भेट्नुहोस्। तर समय बित्दै गयो र हामी सबैले हाम्रो जीवनको धागोलाई एकसाथ बुन्ने तरिकाहरू खोज्नु पर्यो। मेरो परामर्शको अभ्यास छुट्यो, तर ग्राहक र सहकर्मीहरूले फोन गर्न थाले। हामीले समूहको रूपमा जोडिन आवश्यक छ, त्यसैले मैले गहिरो सास लिए र स्काइप प्रयोग गर्न सिकेँ। छिटै मैले एक अनलाइन परामर्श समूह खोले। एक पछि अर्को गर्दै डोनेस्कमा मैले चिनेका मानिसहरू जोडिए। तिमी कहाँ छौ? तिमीलाई कस्तो छ? धेरैजना लबोभ, किभ, जापोरोजे, ओडेसा, ट्रान्सकार्पथियन क्षेत्र र त्यसपछि बेलारुस, क्रिमिया, इजरायल र रुसमा छरिएका थिए। अरूहरू डोनेस्क, गोर्लोभका वा मेकेभकाको युद्ध क्षेत्रहरूमा बसेका थिए। कहिलेकाहीँ सामूहिक सत्रपछि म एक क्षण बसेर म कहाँ थिएँ सम्झने प्रयास गर्थे। डोनेस्कमा बसेका एक परामर्शदाता हाम्रो समूहमा सबैभन्दा वफादार सहभागी थिए। कहिलेकाहीँ हामीले उनको घरमा ठूलो आवाज सुन्यौं, उनको ढोका विस्फोटले खुलेको देख्यौं वा उनको अचानक इन्टरनेट जडान गुम्दथ्यो। एक पटक परामर्श सत्रको क्रममा बाहिर विस्फोटहरू भइरहेको थियो। आक्रमण समाप्त नभएसम्म उनी आफ्नो डेस्कमुनि पसे। त्यसपछि सामान्य जस्तै गरी देखा परे। हाम्रो समूहमा उपस्थित हुँदा उनलाई शान्ति कतै जीवित छ भनेर सम्झन मद्दत गर्यो। समूहले अक्सर उनलाई निराशाबाट बाहिर निकाल्यो, आशामा फर्कायो। यसले केही थप ध्यानाकर्षण गर्यो। हाम्रो हेरचाह उनी र हाम्रो लागि जीवनलाई एकसाथ बुन्ने धागो बन्यो। हामी विभिन्न वैचारिक र राजनीतिक विचारहरूबाट आएका हौं र यद्यपि युद्धले त्यस्ता भिन्नताहरूलाई बढाउँछ, तर हामीले यसलाई विभाजन गर्न दिँदैनौं। हामी सम्पर्कमा रह्यौं, अरूको खोजी गर्यौं र एक अर्काको यात्राको ट्र्याक राख्यौं। यो भरपर्दो र सुरक्षित ठाउँमा हामी हाँस्न सक्छौं र जीवनको आनन्द लिन सिक्न सक्छौं। 3 वर्ष बित्यो, हामी घर गएनौं। हामीले एउटा घर भाडामा लियौं। एउटा कुकुर, एउटा बिरालो र एउटा सुगा पनि पायौं। बच्चाहरूलाई नयाँ स्कुल जाने बानी पर्यो। नयाँ परिदृश्यलाई साँच्चै माया गर्न थालियो, तर अझै पनि डोनेस्कको सपना देखिरहे। मेरो हृदय सबै मानिसहरूप्रति कृतज्ञता र सम्मानले भरिएको छ, जसले हाम्रो जीवनको कपडालाई एकसाथ बुनिराख्ने धागो बन्न निरन्तरता दिइराखेको छ।